यो एउटा ट्रान्सफर्मर हो, सरी यो एउटा ट्रान्सफर्मर हो। यसले सानो भोल्टेजलाई ठुलो र ठुलो भोल्टेजलाई सानोमा चेन्ज गर्छ। यसलाई अब एकचोटि खोलेर हेरौँ है त। यसमा एउटा प्राइमरी वाइन्डिङ हुन्छ, अर्को सेकेन्डरी वाइन्डिङ हुन्छ र बिचमा एउटा कोर हुन्छ। र अब यसको कार्यशैली हेरौँ है। जब यसमा हामीले एसी पठाउँछौँ, अल्टरनेटिभ करेन्ट पठाउँछौँ जो हाम्रो घरमा आएर हुन्छ, त्यसपछि यसले म्याग्नेटिक फिल्ड बनाउँछ अनि म्याग्नेटिक फिल्डको कारणले फ्लक्स कोर हुँदै सेकेन्डरी वाइन्डिङमा पुग्छ। र सेकेन्डरी वाइन्डिङमा किनकि सेकेन्डरीमा कम नम्बर अफ वाइन्डिङ छ, प्राइमरीको तुलनामा कम नम्बर अफ तार छ, त्यही भएर यसले कम भोल्टेज निकाल्छ, लोअर भोल्टेजमा निकाल्छ। यसको मतलब के, यदि सेकेन्डरीमा बढी वाइन्डिङ भयो भने के बढी भोल्टेज निकाल्छ त? अब ट्रान्सफर्मरको फर्मुला हेरौँ है। N1/N2 बराबर V1/V2 र V2 बराबर N2/N1 इन्टु V1। यदि N2/N1 को रेसियो जति बढी भयो त्यति नै V2 को भ्यालु त्यति गुणा नै V1 को भन्दा बढी हुन्छ। यो नै हाम्रो ट्रान्सफर्मरको कार्य सिद्धान्तको फर्मुला हो। धन्यवाद।